हेलो। आज फेरि अर्कै खालको गफ। कतिजना दिदीबहिनीहरूले भन्नुहुन्छ कि हजुर कसरी ब्रेभ हुनुहुन्छ, सबै कुरा यसरी गर्न सक्नुहुन्छ, आई एमबी यु भन्नुहुन्छ कि। मेरो फर्मुला भनौँ, म पनि नर्मल गर्लै हो, नर्मल गर्ल विमेन होइन, मदर। मलाई पनि स्ट्रेस हुन्छ, मलाई पनि गाह्रो हुन्छ, मलाई पनि रुन मन लाग्छ, लोन्ली फिल हुन्छ, बिरामी पर्छु तर गिभअप गर्दिनँ। अनि के गर्छु त भन्दाखेरि गाह्रो भएको फिल भएपछि हुन्छ नि धेरै जसो इग्नोर गरिने चिजहरू महिलाहरूले। म चाहिँ मेरो गइहाल्छु कहाँ भन्दा अस्पताल गएर यसरी दबाईहरू लिएर आउँछु। हेर्नु, मेरो इम्पावर वुमन हुनुको के हो त, ओक भनेको पावर भनेको के हो त, आई इट लट्स अफ मेडिसिन्स होइन। अस्ति बाबु बिरामी भयो, बिरामी भएपछि चाहिँ म आफै अनि बिरामी भइछु। अब कसरी भने बडीले त केही न केही साइन त देखाउँछ। अब कसरी देखाउँछ त भन्दाखेरि केही न केही बाटो त हुन्छ। अनि एन्जाइटी भएछ मलाई, भित्रभित्र स्ट्रेस भएछ होइन, काम हस्पिटलमा बच्चा गर यताउता गर। अनि त्यसपछि आफै पनि पहिला पनि हल्का बिरामी भएको, यो डेङ्गु भएदेखि त मलाई एकदम गाह्रो भएको छ। अनि एन्जाइटी स्ट्रेस भएर रिलिफिङ दबाई लिएर आएँ। अनि एन्जाइटी र स्ट्रेसले गर्दाखेरि धेरै महिलाहरूलाई के हुन्छ त भन्दाखेरि मेन्सुरेसन भयो, युजली 4 दिनसम्म हुनुपर्ने फ्लो चाहिँ के भयो भने मेरो चाहिँ 3rd विक भयो कन्टिन्युसली फ्लो। अनि दिनमा चाहिँ 4वटा 5वटा नाइट प्याड युज गर्नुपर्ने भयो कि। अनि म त अब त्यो आफू पहिला त ठिकै होला, कहिलेकाहीँ यस्तो होला भन्ने भइरहेको थियो। त बट इट्स बिन लाइक 3 विक्स कन्टिन्युसली भयो, 3 विक्स भयो। अब त भएन, अब त के भयो भनेर आज गएँ अनि एक्सरे गरेँ अनि अल्ट्रासाउन्ड गरेँ। अनि अल्ट्रासाउन्ड गरेपछि अनि डक्टरले मलाई भन्नु, देयर इज नथिङ इन योर युटरसमा त केही पनि छैन। अब के भयो त भन्नु, मैले भने तिमीलाई स्ट्रेसले गर्दाखेरि तिमीलाई यस्तो हेभी ब्लिडिङ भइरहेको हो भनेर भन्नुभयो कि। भनेपछि हामीले भनिन्छ नि तनावले के पनि हुँदैन, के हुन्छ र यस्तो तनाव त के हुन्न नछुनी भएको हो, अब पिरियड्स भएको रगत हल्का फुल्का त गइहाल्छ नि भनेर कति धेरैले इग्नोर गर्नुहुन्छ कि। यस्तरी इग्नोर गरेको भए कि अन्त मलाई एनिमिया हुनसक्थ्यो, यो एन्जाइटीले रहेछ। अब यसरी दबाई चाहिँ 1 महिना खाइसकेपछि चाहिँ अब चाहिँ म आफूले छोरालाई सेवा गर्नु सक्छु नि त, मैले आफ्नो आउटपुट दिन सक्छु, मैले केयर गर्नुपर्ने मान्छेलाई केयर गर्न सक्छु। नभए त म आफै थला पऱ्यो भने यो बिरानो भूमिमा कसले आएर मलाई गरिदिन्छ, कसले मेरो छोरालाई गरिदिन्छ होइन त। कुनै पनि वर्किङ वुमेन हुनुहुन्छ घरमा, सायद बाहिर या दुइटै भित्रै र बाहिर ब्यालेन्स गर्नुभएको छ। डाडु झाडु र टेबल सबै म्यानेज गर्नुपर्छ महिलाहरूले। त्यो गर्दाखेरि के हुन्छ त, यी साथीहरू चाहिँ एकदम बनाउनुपर्छ होइन। र आफूले आफैलाई चाहिँ हस्पिटल फ्रिक्वेन्टली भिजिट गर्नुपर्छ। कोरियामा त झन् कति सजिलो छ, गएँ मलाई गाह्रो भयो, क्लिनिकमा गएँ, लिएर आएँ, मेडिकेसन लिएर आएँ, सजिलो छ होइन। दिदीबहिनीहरूले कसैले यस्तो फिल गर्नुहुन्छ भने चाहिँ यो बडीले दिएको साइनलाई चाहिँ इग्नोर नगर्नु। जस्ट गो एन्ड गेट हेल्प फ्रम सर्टिफाइड डक्टर्सहरू होइन, जहाँ पाइ त्यहीँबाट। आफैले ड्रग स्टोरमा गएर या कुकमा गएर चाहिँ दबाई लिनु भनेर राख्नु चाहिँ हुँदैन, किनभने थाहा हुँदैन कि किन यस्तो भइराखेको हुन्छ भनेर होइन। यतिकै आफै जान्ने भएर गइयो भने आफूलाई भएको एउटा कुरा हुन्छ, जानुपर्ने एउटा बाटो हुन्छ, दबाईले खाएर अनि हामी चाहिँ अर्कोतिर जान्छौँ होइन। अब यही कुरा मैले एन्जाइटीमा त्यो ओहो मलाई यस्तो भयो उस्तो भयो भनेर बसायो भए चाहिँ के हुन्थ्यो त, अब बढ्दै जान्थ्यो तनाव। अब दबाई खाएपछि के हो त, मलाई थाहा भयो कि मेरो पार्टीघरमा केही पनि भएको छैन होइन, इट्स अल बिकज अफ स्ट्रेस। पहिला मलाई आफूलाई लाग्थ्यो क्या, मान्छेले चाहिँ किन स्ट्रेस जस्तो, स्ट्रेसले के नै हुन्छ र भन्ने हुन्थ्यो नि। अब हेर्नु, स्ट्रेसले गर्दा मलाई जुन कुरा भइरहेको छ त्यो भइरहेछ, स्ट्रेसले गर्दा क्यान्सरसम्म हुन्छ नि त। अब यो स्टेजलाई चाहिँ इग्नोर गरिराख्यो भने चाहिँ पाठीघरको क्यान्सर नहोला भन्ने हुँदैन नि त। त्यही भएर पहिला चाहिँ के रहेछ त भन्दाखेरि स्ट्रेस म्यानेजमेन्ट, कसैले केही भन्यो भने गो ड्याम केयर, किनभने दुःख पर्दाखेरि कोही आउनेवाला छैन, इट्स ओन्ली यु होइन। रोए पनि हाँसे पनि एक्लै आफूले गर्नुपर्ने जर्नी हो, कोही हुँदैन। आफूले गर्नुपर्ने भइसकेपछि बाटो हेरेर कसैले गरिदेला, मलाई सान्त्वना देला भन्ने कुराहरू हुँदो रहेनछ क्या। आफूले आफैलाई बलियो बनाउने
यो जीवनको जीवन भने एउटा जङको मैदान हो। कहिले के दुःख आउँछ, कहिले के दुःख आइपुग्दो रहेछ होइन। आफूले आफैलाई बोल्यो बनाएर जाने हो क्या। जानु पर्दो रहेछ, दबाई खानु पर्दो रहेछ। अझ यो महिलाहरूलाई त बाहिर आएर काम गर्छु भन्ने महिलाहरूलाई त के हुन्छ भन्दाखेरि धेरैतिरबाट एट्याक हुन्छ। फ्यामिली हुन्छ, त्यसमा पनि अरू महिलाहरूले चाहिँ खुट्टा तान्ने हुन्छ होइन। त्यसले गर्दा कति गाह्रो भइरहेको हुन्छ क्या होइन। अनि अब आफूले आफूलाई अगाडि बढाउनु छ भने महिला दिदीबहिनीहरूलाई चाहिँ के हुन्छ भने जुन म फेजमा गइरहेको छु त्यो सबैको कमन फेज हो। कसैले भन्ला होइन, कसैले नभन्ला, तर एभ्री वान विल गो थ्रु दिस। अनि कसैले पनि नभन्दाखेरि के हुन्छ भने ओहो यसलाई त केही पनि भएको छैन, मलाई मात्रै यस्तो भएको हो, म मात्रै यस्तो गाह्रो भएको, म मात्रै बिरामी भएको। नो, क्लिनिकमा गयो भने त्यहाँ सबजना बसिरहेको हुन्छ क्या। टिकटक परेको हाई हिल्स लगाएको लेडिज कमिङ एन्ड सेयरिङ द सेम प्रब्लम एज आई डु। द्याट मिन्स म मात्रै बिरामी भएको रहेनछु। इट्स ह्यापन्स टु अल द वुमन हु वान्ट्स टु फुलफिल देयर ड्रिम होइन। आफ्नो सपना साकार गर्न, सपनालाई साकार गर्छु, आफ्नो लागि केही गर्छु भन्न खोज्ने महिलाहरूलाई यो कुराहरू हुन्छ। केही हुँदैन, घरमा बसेर खान्छु भने पनि 10जनाको कसको सुन्यो भने पनि त्यहाँ पनि स्ट्रेस त हुन्छ नै होइन। अर्काको गरेर अर्काले दिएको खानु र पनि स्ट्रेसै हुन्छ, आफूले गरेर खाँदाखेरि पनि स्ट्रेसै हुन्छ। अब यो एन्जाइटी स्ट्रेसलाई म्यानेजमेन्ट मात्रै गर्नुपर्थ्यो, जान्नु पर्दो रहेछ क्या। अगाडि बढ्नलाई तनावमा जीवनमा आउने तनावहरूलाई चाहिँ कसरी यसलाई चाहिँ पन्छाएर पाखा लाएर यी काँडाहरूलाई चाहिँ पन्छाएर म अगाडि कसरी बढ्न सक्छु भनेर सोचेर हिँड्यो भने चाहिँ गर्न सकिन्छ। म त त्यही गर्छु। कतिले मलाई डेङ्गु भएर मलाई हस्पिटलाइज भयो, मलाई के भनेछन् दादा, इन्दिराले सत्यनारायणको महिला एसिया पेसिफिकको महिला उपसंयोजकमा हारेर यसलाई हार्ट एट्याक आएछ अरे। ओ माई गड, द्याट इज अ पोजिसन है। कसले भने भन्दा म काम गरेको मान्छेहरूसँगले नै कसैले भनेको रहेछ क्या। त्यो हावा पनि फैलाएछ कि इन्दिराले हारेर उसलाई हार्ट एट्याक आयो अरे। अरे बाबा, यो 2 वर्षको भोलिन्टियरी सर्भिसमा मैले पद नपाउँदाखेरि मलाई चाहिँ हार्ट एट्याक आउला र? नो, मलाई डेङ्गु भएर शरीरलाई एक्जस्ट भएर डेङ्गु भएर बिरामी त्यति सुध भन्न भ्याएका रहेछन् क्या मान्छेले। यसलाई चाहिँ हारलाई एक्सेप्ट गर्न सकिनँ अनि त्यही भएर उसलाई चाहिँ यो भएछ भनेर। अनि यस्ता कुराहरूले पनि स्ट्रेस हुँदो रहेछ। मैले लिँदिनँ भन्ने पनि मेरो शरीरले चाहिँ हुन्छ नि लिएको हुँदो रहेछ कि। हामी आफूसित कुरा गर्दाखेरि चाहिँ आफ्नो मनसित कुरा गर्दा पनि नेगेटिभ कुरा गर्नु हुँदो रहेनछ क्या। आजभोलि कति धेरै किताबहरू हेर्छु क्या मैले। किताब त्यो फेसबुकमा स्क्रल गऱ्यो भने किताबहरू पनि आउँछ नि त। कतिले किताबहरूको एब्स्ट्र्याक्टहरू गुदी मात्रै राखेको हुन्छ, त्यो पढ्यो भने पनि धेरै कुरा सजिलो हुन्छ कि। टाइम दिएर यत्रो मोटो बुक पढ्न पायो त एकदम राम्रो, नपढे पनि एब्स्ट्र्याक्ट बुकहरू हेर्न पायो भने चाहिँ हेर्छु अनि आफूलाई भन्छु क्या। नेगेटिभिटी फैलाउने मान्छेले फैलाउँदाखेरि के हुँदो रहेछ त, त्यो फोहोर आएर आफूलाई पनि गर्दो रहेछ। अनि त्यो फोहोरले चाहिँ एकचोटि गाह्रो भइसकेपछि दागी लाग्न थालेपछि निकाल्न गाह्रो हुँदो रहेछ क्या। त्यही भएर आफ्नो लागि आफै अगाडि आएर आफूले आफूलाई सपोर्ट गर्ने हो। कोही आउँदैन। आउने भनेको त्यही जन्मदिने आमा हो र रगतको नाता हो। अरूको पनि आउँदैन। सो जसले केयर गर्छ, केयर फर देम, सेयर विथ देम हु केयर। अरूलाई मतलब कसैले हार्ट एट्याक भन्नुहोस्, जेसुकै भन्नुहोस्, go get checked up, get medicated, get free from anxiety and stress. Bye bye.